नमस्कार प्यार मित्रहरू। विषय चाहिँ राजाको पुनरागमन, राजनीतिक स्वार्थ र देशमा अशान्तिको खोज। यो सन्दर्भमा मुलुक नथाम विभाजन नपार भनेर एउटा सानो कविता कोरेको छु, सुन्नुहोला। जननीको माटो रोइरहेछ छाती च्यातिएर, सन्तानहरू आपसमा झगडा गर्दै फेरि। कोही भन्छ राजा आऊ देश बचाऊ भनी, कोही भन्छ जनताको बल यही हो साँचो रानी। तर सोचौँ त हे देशका सपुतहरू, राजा होस् वा नेता, सब त देशका भरपर्दा सन्तानहरू। यदि सिंहासन फेरिन्छ भने पनि शान्ति हराओस् त, शान्ति हराओस् त, त्यो कसरी साँचो परिवर्तन हो भन्ने। दुर्गा, राजेन्द्र, कमल नाम त धेरै छन् राजावादीहरू, तर कुर्सीका लागि लड्दा जनताको दुःख कहिले हराएका छन्, कहिले नै हराउँदैनन्। राजा फर्किए भने के असन्तुष्टिहरू सडकमा ननिस्केलान् त, के भन्ने। देश चाहिन्छ स्थिर, माटो चाहिन्छ उज्यालो, एकता बिना यो भूमि फेरि नहोस् अँध्यारो। नेता होस् वा राजा जसले देशलाई उठाओस्, नेता होस् वा राजा जसले देशलाई उठाओस्, जनताको आँसु पुछोस्, माटोप्रति प्रेम देखाओस्, न झगडा न द्वेष। अब चाहिन्छ मिलनको देश, अब चाहिन्छ मिलनको देश। नेपाल हाम्रो गर्व हो, न तिम्रो न मेरो। यो हिमाल, यो पहाड, यो तराई सबैको सेरोफेरो। सन्देश: देशलाई कसले चलाउँछ भन्दा पनि कसरी चलाउँछ, यही हो मूल प्रश्न। राजा होस् वा जनप्रतिनिधि, यदि जनताको हितमा काम गर्छ भने त्यो नै हो साँचो राष्ट्र सेवा। यदि जनताको हितमा काम गर्न सक्छ र गर्छ भने त्यही नै हो साँचो राष्ट्र सेवा। जय नेपाल।